धेरैजना जो प्रपर्टी मार्केटमा नयाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ रेट रिभ्यूको बारेमा थाहा नभएको मैले पाएँ। स्पेसली फर्स्ट होम बायरहरू जो प्रपर्टी मार्केटमा भर्खरै एन्टर गर्नुभएको छ उहाँहरूलाई चाहिँ रेट रिभ्यू भनेको के हो त भन्ने कुरामा कन्फ्युजन रहेछ। यदि तपाईँलाई पनि यो रेट रिभ्यूमा कन्फ्युज हुनुहुन्छ भने चाहिँ यो भिडियो एन्डसम्म हेर्नुहोला। वेल, तपाईँले कुनै पनि होम लोन लिँदाखेरि तपाईँलाई ब्याङ्कले एउटा सर्टेन इन्ट्रेस्ट रेट दिएको हुन्छ। यदि त्यो इन्ट्रेस्ट रेट चाहिँ तपाईँको फिक्समा छ भने तपाईँले त्यसको रेट रिभ्यू गर्न मिल्दैन। सर्टेन 1 इयर फिक्समा हुन्छ, 2 इयर 3 इयर फिक्समा छ भने त्यो वर्षसम्मको लागि चाहिँ तपाईँले रेट रिभ्यू गर्न मिल्दैन। तर तपाईँको इन्ट्रेस्ट रेट चाहिँ भेरिएबलमा छ भने त्यसलाई चाहिँ रेट रिभ्यू गर्न मिल्छ। रेट रिभ्यू भनेको चाहिँ ब्याङ्कसँग नेगोसिएट गरेर तपाईँले अहिले तिरिरहेको इन्ट्रेस्ट रेटलाई चाहिँ लोवर गराउनलाई चाहिँ तपाईँको मोर्गेज ब्रोकरले हेल्प गर्नुहुन्छ। यसलाई चाहिँ रेट रिभ्यू भनिन्छ। तपाईँले चाहिँ आफ्नो मोर्गेज ब्रोकरलाई कन्ट्याक्ट गरेर एभ्री 3 to 6 मन्थमा चाहिँ आफ्नो रेट रिभ्यू गराउन सक्नुहुन्छ। यदि तपाईँलाई त्यो इन्ट्रेस्ट रेटमा चाहिँ नेगोसिएट गरेर पनि कुनै एउटा रेट सर्टेन ब्याङ्कले प्रोभाइड गर्छ, त्यो रेटमा पनि तपाईँलाई चित्त बुझेन भने चाहिँ नाउ यु क्यान रिफाइनेन्स। त्यो अब एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा चाहिँ तपाईँलाई कुन ब्याङ्कले चाहिँ लोवर इन्ट्रेस्ट रेट प्रोभाइड गर्छ त्यसमा तपाईँ जान खोज्नुभयो भने चाहिँ त्यसलाई चाहिँ रिफाइनेन्सिङ भन्छ। यसको लागि पनि तपाईँले एनी मोर्गेज ब्रोकरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यु क्यान डेफिनेटली कन्ट्याक्ट मी फर द्याट। यदि रेट रिभ्यूमा कन्फ्युज हुनुहुन्छ, रिफाइनेन्सिङमा कन्फ्युज हुनुहुन्छ भने प्लिज डु कन्ट्याक्ट मी। थ्याङ्क यू।